नमस्ते साथीहरू, स्वागत छ हजुरहरू सबैजनालाई मेरो यो भ्लगमा। आज चाहिँ हामी बाहिर जाँदैछौँ दसैँको दिनमा, किनकि हाम्रो यो पालि दसैँ छैन। सो हामी जाँदैछौँ सिडनीको यो फेमस टुलिप फेस्टिभल कोर्बेट गार्डनमा। घरबाट निस्केर अन द वे छौँ र यो जर्नीमा हजुरहरूलाई पनि साथ लिएर जाँदैछु, जहाँ चाहिँ हजारौं रङ्गी चङ्गी टुलिप फ्लावरहरू ब्लोम भएका छन्। अनि गाडीमा पेट्रोल हालेर फेरि हामी लाग्यौं आफ्नै अवलोकनतिर। साथै यो सिजनमा चाहिँ वेदर नि एकदमै रमाइलो हुन्छ र अब हजुरहरू सबैजनालाई गार्डन पुगेर फुल फ्लावरको मजा देखाउने छु। अनि हामीले चाहिँ हाम्रो गाडी यहाँ कोल्सको अन्डरग्राउन्डमा पार्क गर्यौं र अब चाहिँ हामी गार्डन तर्फ जाँदैछौँ। यस्तो हावा चलेको, यति चिसो भएको क्या। फाइनल्ली साथीहरू म चाहिँ यहाँ टुलिप फेस्टिभल गार्डनमा पुगिसकेकी छु। अब त हेर्न सक्नुहुनेछ कति रमाइलो छ यहाँको वातावरण। अनि हेर्नु न, यो सबैतिर टुलिप फ्लावरको सुन्दरता यस्तो राम्रोसँग झल्केको छ अनि कलरफुल रङले त यो गार्डन एकदमै म्याजिक नै देखेको छ है। अनि यो टुलिप फ्लावरहरू चाहिँ विभिन्न प्रकारको कलरमा हुन्छ हैन, जस्तै रेड, पिङ्क, येलो, पर्पल अनि व्हाइटमा सबै कलरको फ्लावर्सहरू चाहिँ यो गार्डनमा छ। अनि यहाँ त यो फोटो खिच्न, भिडियो बनाउन एकदमै पर्फेक्ट ब्याकग्राउन्ड छ र हामीले नि यहाँ धेरै फोटो भिडियोहरू लियौं। यो ठाउँमा त स्पेसल्ली फ्यामिली, फ्रेन्ड सबैजनालाई घुम्नलाई यो ठाउँ एकदमै राम्रो छ हैन। मैले चाहिँ यहाँ सबको फ्यामिलीहरू देखेको थिएँ क्या, दसैँको टिका लाएर जमारा लाएर यहाँ चाहिँ आउनु भएको थियो। र हजुरहरूको पनि फ्यामिली यदि नेपालबाट आउनु भएको छ भने यो ठाउँ चाहिँ एकदमै पर्फेक्ट हो। अनि यो टुलिप फेस्टिभल त अब एकदमै फेमस छ सिडनीमा। अनि के यो रङ्गी चङ्गी फुलहरूले हाम्रो मन अनि दिमागमा रिफ्रेस गर्न मात्र होइन कि मनमा पोजिटिभ भाइब्स र पोजिटिभ इनर्जी नि दिन्छ। अनि यो गार्डन भित्र चाहिँ एकदमै रमाइलो स्टल्सहरू नि छन्, जस्तै फुड स्टल्स, लुगाहरूको सपिङ स्टल्स अनि फ्लावर स्टल्स। अनि यहाँ चाहिँ लाइभ म्युजिक पनि हुन्छ हैन। वर्षमा यो चाहिँ एकपटक हुने इभेन्ट हो। अनि यो गार्डन चाहिँ बिहानको 9:30 मा ओपन हुन्छ भनेपछि बेलुकाको 4:30 चाहिँ क्लोज हुन्छ। अनि यो गार्डनमा चाहिँ इन्ट्री गर्नु भन्दा अगाडि हामीले यहाँ पे गर्नुपर्छ हैन। अनि ठुलो मान्छेहरूको लागि चाहिँ पर पर्सन $17 छ भनेपछि चाहिँ किड्सहरूको लागि चाहिँ यो गार्डन इन्ट्री फ्री छ। अनि हजुरहरूलाई थाहा छ यो गार्डन भित्र चाहिँ 80,000 यानि कि 80,000 टुलिप फ्लावर्सहरू छ अरे क्या। अनि फ्लावर्सहरू त हेरिसक्नु भयो, यहाँ कति धेरै रङ्गी चङ्गी डिफ्रेन्ट कलर्समा फ्लावर्सहरू छ हैन। अनि मैले यति धेरै फोटो भिडियोहरू लिएँ कि अनि आफूले पनि यति रमाइलो गरेँ र साथै भिडियोहरू पनि लिएँ हैन। अनि मलाई यति के हुन्छ नि, त्यो शान्त भए जस्तो भएको कि मेरो मनमा कति पछि। अनि एक त झनै यो चाडपर्वको दिनमा हैन, यत्तिकै पनि मन भारी भएको थियो फ्यामिलीबाट टाढा। अनि त्यसैमा चाडपर्व आएको, त्यहीमा चाडपर्व पनि नहुँदाखेरि त झनै खल्लो हुने क्या। अनि मेरो बुढाले चाहिँ मलाई हिँड अनि यहाँ जाम भनेर लिएर आउनु भयो। थ्याङ्क यू सो मच साना। अनि आजको यो दिन चाहिँ मैले टुलिप फेस्टिभलमा घुमेर बिताएँ आफ्नो हस्बेन्डसँग हैन। यदि हजुरहरूसँग पनि टाइम छ भनेपछि एकचोटि यो फ्लावर गार्डनमा चाहिँ अवश्य नै आउनु होला हैन। दिन बितेको चाहिँ थाहा नै हुँदैन यहाँ। अनि मलाई के हैन, यो रङ्गी चङ्गी फुलहरू देखेर, शान्त वातावरण देखेर, यस्तो पोजिटिभ भाइब्सले गर्दा हैन मेरो त मुड पनि यति फ्रेस भएको थियो हैन। यस्तो चाहिँ मलाई मन्दिर गएपछि हुन्थ्यो हैन। अनि आज चाहिँ यो टुलिप फेस्टिभल गार्डनमा आएर मलाई यस्तो फिल भएको कि। साथीहरू, कुरा भनेको त यस्तै हो है। आशा छ हजुरहरू सबैजनालाई मेरो यो आजको भ्लग मन पर्यो होला भनेर। मन परेमा मेरो यो भिडियोलाई धेरै भन्दा धेरै माया गरिदिनु होला र लाइक, कमेन्ट र सेयर गर्न नबिर्सिनु होला। अनि नयाँले चाहिँ मेरो यो युट्युब च्यानललाई सब्स्क्राइब गरेर सपोर्ट गरिदिनु होला। साथै साथीहरू, हजुरहरूको सामु चाहिँ यस्तै फेरि पनि नयाँ भिडियोहरू लिएर आउने छु र हजुरहरू सबैजनाले मलाई चाहिँ एकदमै सपोर्ट गरिदिनु होला युट्युबमा। र एकदमै चिसो भएको कारणले गर्दा चाहिँ मलाई हुन्छ नि गाह्रो भएको थियो क्या। सो हामी चाहिँ छिटै त्यहाँबाट फर्क्यौँ र गाडीमा बसेर अब चाहिँ हामी घरतिर फर्किँदैछौँ। र भोक पनि लागेको थियो, बिहानबाट केही नखाएको। अनि हामीले चाहिँ नेपाली रेस्टुरेन्ट खोजेको थियौँ तर त्यहाँ नजिकै कुनै पनि थिएन। सो हामी चाहिँ अब डाइरेक्ट घर जाने अनि घर गएर केही खाने भन्ने प्लानले हामी चाहिँ घर आइपुग्यौँ। सो बाइ बाइ एभ्रिवान, सी यु इन नेक्स्ट भ्लग।